भन्छ नि त्यो अगाडि बढेछ गरिब त्यो ऐलानी बस्तीमा जाँदाखेरि बत्ती गर्न उहाँ व्यक्ति जानुभयो के हाम्रो उ गर्न कोही भयो भन्ने मान्छे नेपाल पत्रकार महासंघबाट कोही जानु भएको थिएन म जानु भएको थियो आशिष बल्ल जानुभयो हामीलाई हरेक हामी एउटा ऐलानीमा बस्ने व्यक्ति हो हामीलाई कसैले बोलाएर आएको होइन हामीले सुन्ने बित्तिकै न्युज हेर्ने बित्तिकै आएको राम्रो व्यक्तिलाई हामीले आज यता सुन्नुस् आज हामीले यति मात्रै फेसबुकमा थाहा पाएर आयौँ भोलि पर्सिको दिन माहौल कस्तो हुन्छ हेर्नु होला यो हेर्नु होला माहौल कति बनाउँछौँ वरिष्ठ पत्रकारहरू हुनुहुन्छ उहाँहरू पत्रकार महासंघमा आबद्ध हुनु भएको छ भने मेरो श्रीमान स्वतन्त्र रूपमा काम गरिराख्नु भएको छ उहाँले गरेको काम पनि हेर्नुहोस् उहाँले कति दिन दुखीको लागि लड्नु भएको छ आज उहाँहरूलाई मैले बोलाएर आउनु भएको छैन न्युज हेरेर आउनु भएको छ क्या उसले हाम्रो लागि लड्नु भएको छ भनेर उहाँहरू आउनु भएको छ उनलाई सोध्दै खोज्दै आउनु भएको छ क्या उहाँहरूलाई कसैले बोलाएको होइन न उहाँहरू पार्टीको स्वतन्त्र किन हो भनेर किन जो हाम्रो अब जो पत्रकार राम्रो आउँछ त्यहीकन बन्द गरिले जो पार्टीमा राम्रो आउँछ त्यहीकन बन्द गरिले जो कर्मचारी राम्रो आउँछ त्यहीकन बन्द गरिले सरकारका चाहियो एक हप्ता नहुँदै आशिषलाई मात्रै सुनाइ गर्ने आशिषलाई जुन मुद्दा परेछ त्यो त कतिको मुद्दा होला कतिको मुद्दा होला 3 दिनभित्र त्यो अरूलाई पनि त यो मुद्दा छ होला कि आशिषलाई मात्रै छ यो मुद्दा अरूलाई किन छुनेन आशिषलाई मात्रै किन छुन्यो के हेरेछ हाम्रो सिडिओ कार्यालय सरकारले एक हप्ता नहुँदै नेपालगञ्जमा आएर उहाँले चाहिँ नि राजनीति खेल्न पाइन्छ यो सरासर राजनीति हो अन्यायमा परेका व्यक्तिहरुको लागि आवाज उठाउनुहुन्छ उहाँलाई भित्र लगेर राख्नुहुन्छ भने गरिब दुखीका अन्यायमा परेका व्यक्तिहरुको आवाज कसले उठाइदिन्छ तर प्रहरी प्रशासनले भन्छ उहाँले अपराध गर्नु भएको थियो उहाँ चाहिँ अपराधी हो उहाँले चलाउने सञ्चार माध्यम अवैध हो रे आज सबै के हेरेर बसेको थियो सरकार यदि उहाँले चलाउने जुनका बाल्नु छ उहीको अपराध हुन्छ जो आफ्नो परिवार बाल्नु छ उहीको अपराध हुँदैन यो आफ्नो परिवार अवैध हो भने पत्रकार सम्पत्ति किन मर्न बसेको छ यो पत्रकारको लागि किन प्रेस काउन्सिल हो प्रेस काउन्सिलले हेर्नु पर्यो नागरिक हेर्ने अनि यिनीहरु हेर्ने काम होइन नि त यदि हाम्रो देशमा संरक्षण उसको गरिराखेको जसले नराम्रो काम गर्छ नि त्यो अगाडि बढेछ गरिब त्यो ऐलानी बस्तीमा जाँदाखेरि बत्ती गर्न उहाँ व्यक्ति जानुभयो के हाम्रो उ गर्न कोही भयो भन्ने मान्छे नेपाल पत्रकार महासंघबाट कोही जानु भएको थिएन म जानु भएको थियो आशिष बल्ल जानुभयो हामीलाई हरेक हामी एउटा ऐलानीमा बस्ने व्यक्ति हो हामीलाई कसैले बोलाएर आएको होइन हामीले सुन्ने बित्तिकै न्युज हेर्ने बित्तिकै आएको राम्रो व्यक्तिलाई हामीले आज यता सुन्नुस् आज हामीले यति मात्रै फेसबुकमा थाहा पाएर आयौँ भोलि पर्सिको दिन माहौल कस्तो हुन्छ हेर्नु होला यो हेर्नु होला माहौल कति बनाउँछौँ के छ यता अब चाहिँ जस्तो कि अहिले यति बेला चाहिँ हाम्रो आशिष मल्लको धर्मपत्नी आफै चाहिँ नेतृत्व गरेर शान्तिपूर्ण रूपमा चाहिँ आफ्नो श्रीमानको रिहाइका लागि आउनु भएको छ के छ म्याडम आजको कार्यक्रम आधा घण्टा भनिएको थियो जुन जिल्ला प्रशासन कार्यालय अगाडिपट्टि हामी चाहिँ धरना दिने बिना शर्त चाहिँ तत्कालीन रिहाई हुनुपर्ने माग राख्नु भएको छ अहिले आज रिहाई हुनु भएन भने भोलिको कसरी अगाडि बढ्नु छ तपाईँहरू अब हाम्रो के छ भने हाम्रो अभिभावक भनेको हाम्रो सिडिओ साहब हो हामी बाँके जिल्लाको सम्पूर्ण जनताको लागि हाम्रो अभिभावक भनेको हाम्रो सिडिओ साहब हुनुहुन्छ होइन उहाँले हाम्रो गुनासो पनि सुन्नुपर्छ उहाँले अरूको कुरा सुनेर अनि एउटा जो अन्यायको विरुद्धमा बोल्छ उसले अन्यायको विरुद्धमा आवाज उठाउँछ उसलाई नै मर्नेसम्म गराउने होइन कि उसलाई यदि उसले अलि गलत गरेकै थियो भने पनि उसलाई खबर गरेर हजुरको यस्तो केस रहेछ भनेर खबर गरेर सूचना दिएर उसलाई छोप्ने हो क्या झुक्याएर जिपर्कामा बोलाएर त्यो थुन्ने होइन त्यो जबरजस्ती गर्ने होइन कसैले पनि त्यो हत्यारालाई जस्तो 20-25 जना सिपाही लगाएर जबरजस्ती ध्यानमा हालेर मलाई आखिर के कारणले मलाई पक्राउ
पक्रापुर्जी गरेर त के कारणले मलाई हतगटी लगाउँदैछ भनेर क्वेसन गर्दाखेरि क्वेसनको एन्सर नदिन हामीलाई सिडिओ साहबको आदेश छ उहाँको आदेश हामीले मान्नुपर्छ भनेर नै उहाँहरूलाई ल्याएको हो उहाँलाई मेरो श्रीमानलाई ल्याएको यहाँ जिल्ला प्रमुख जिल्ला अधिकारीसँग समन्वय भयो कि भएन तपाईँहरूको बसेन मैले सिडिओ साहबको त्यहाँ जाँदाखेरि सबैजना छलफलमा बसे आशिष मल्लको बुढी आछ भनेर हलदार साहबले भित्र नाम टिपेर जानुभयो तर उहाँले मलाई भित्र जान दिनु भएन बाहिरैबाट जानुहोस् जिपरका उहाँ आशिष मल्ललाई जिपरका लगिसकेछ उतै पठाइदिनुहोस् नै म पनि त उहाँको एउटा सन्तान होइन उहाँले मेरो गुनासो पनि त सुन्नुपर्ने हो नि त के कारणले ल्याएको भनेर मैले सुन्न नपाउने न जिल्ला प्रहरी कार्यालयको मुद्दा फाटमा भएको हाम्रो जसोकै पुरानो मुद्दाहरू थियो त्यो मुद्दाहरूको चाहिँ सूचीमा उहाँ फरार हुनुहुन्थ्यो फरार व्यक्तिलाई चाहिँ प्रहरीले पक्राउ मात्रै गरेको मुद्दा पहिलेका हुन् भन्ने कुरोहरू आएका छन् पहिलेका मुद्दाहरू थियो मुद्दा पहिलेका केही छैनन् मुद्दा के उहाँ के गरे अदालतबाट मिलिसकेका केसहरू के पहिलाका मुद्दा छन् भनेर उहाँहरूले भन्न पाउँछ झुट बोल्न पाउँछ अरूको चरित्र हत्या गर्न पाउँछ उहाँहरूले हो कि होइन यो कुरा चाहिँ बुझिराखौँ जतिजनाले पनि यो भिडियो हेर्नुभएको छ मलाई बोल्न नआउला ठिक छ म तर सत्य कुरा उससँग मैले 15 वर्ष बिताएको छु नि त मलाई बराबर के उहाँ भर्खर आएको उहाँ सिडिओ साहबलाई एसपी साहबलाई थाहा हुन्छ जे पायो त्यही बोल्ने मान्छेलाई मान्छेको चरित्र हत्या गर्ने जो समान्तरमा आएका हुन्छन् होइन यो त फटाओ यस्तो भन्ने होइन क्या नै अभद्र व्यवहारको मुद्दा लागेछ पहिल्यैदेखि फरार छ भनेपछि उहाँलाई सूचना दिने कि नदिने उसले अफिस चलाएर बसेछ काम गरे यहीँ बाँकी जिल्लामा अस्ति भर्खरै एउटा के अरे यो धम्बजी चोकमा एउटा ट्राफिकको कार्यक्रममा उसैले भिडियो बनाएछ त्यतिखेर किन छपेन त्यतिखेर चाहिँ उसैले भिडियो पुलिसकै कार्यक्रममा तुलबहादुर कार्की एसपी सर सबैजना त्यहाँ भएर त कार्यक्रम भएछ यदि फरार सूचीमा हो भने त्यतिखेर किन छपेन अहिले कति मङ्गलबारको दिन चाहिँ सिडिओ कार्यालयको न्युज आउने बुधबारको दिन झुक्याएर उहाँले जबरजस्ती हटगट लगाएर त्यो पनि पक्रापुर्जी नदेखाएरै अनि उहाँले जबरजस्ती ल्याएको हो नि त यहाँ मेडिकल पनि त्यो दिन नगरेर अर्को दिन गर्ने कारण थियो यो रहस्य कारण थियो मेडिकल त्यो दिनमा नगरेर 3 दिन पक्रेको दिनमा सबले मेडिकल गर्छ अब यो नारा जुलुस विरोध गर्नु भन्दा तपाईले चाहिँ जिल्ला प्रमुख अथवा सिडिओसँग चाहिँ बसेर उहाँहरुसँग समन्वय गरेर उहाँले आशिष मल्लको नाम सुन्न बित्तिकै मलाई पनि भेट्न चाहनुहुन्न हाम्रो एसपी साहबले पनि भेट्न चाहनुहुन्न कि हिजो नै हो हाम्रो यो शान्तिपूर्ण दबाव कार्यक्रम गर्ने भनेको हिजो नै हो तर हाम्रो भारती मानन्दरजी जानुभएको एसपी साहबलाई भेट्न उहाँले कुराउनु भएपछि जानुहोस् हामीले गर्ने काम गरिरहेछौँ भेट्नु पर्दैन भन्नुभयो उहाँले एउटा हिरासतमा भइरहँदा अब पत्रकारका हक हितका लागि चाहिँ बोल्ने नेपाल पत्रकार महासंघ लगायत चाहिँ थुप्रै पत्रकारका शुभचिन्तक अथवा सरोकार राख्ने व्यक्तिहरूले चाहिँ केही आश्वासन अथवा सल्लाह केही दिनु भएको छ कि छैन यस्तो छ अब सल्लाह दिने त धेरैजना हुनुहुन्छ होइन अब यस्तो के छ भन्दाखेरि अब महासंघमा पनि आफ्नै पार्टीगत रूपमा हुनुहुन्छ कि सबै आफ्नै पार्टीमा आबद्ध हुनुहुन्छ होइन एउटाले बोलेपछि तैँले किन बोलिस् भने अब उहाँहरूलाई पनि प्रेसर आउँछ होइन त्यो कारणले नै उहाँलाई स्वतन्त्र मिडिया भएको कारणले उहाँलाई सपोर्ट नगरेको हो तर उहाँहरूले गर्नुभएको छ कसैले नदेखेर सपोर्ट गर्नुभएको छ त्यो अगाडि देखेर न्युज नै हालेपछि मात्र सपोर्ट हुन्छ भन्ने कुरा छैन होइन सपोर्ट गर्नुभएको छ नगर्ने कुरा होइन गर्नुभएको छ तर आफ्नै पार्टीमा आस्था राखेको पत्रकारहरू यहाँ बोल्न डराउनुहुन्छ किनकि के थाहा अहिले हाम्रो के गरे यसमै अभद्र व्यवहारको मुद्दा लगाउने पार्टीगत मान्छेको हो कि अहिलेसम्म अभद्र व्यवहार कसले लगायो भन्ने कुरा पनि थाहा छैन होइन हामीलाई मैले जिल्ला प्रहरी कार्यालय मुद्दा फाटमा गएर आखिर कसले हाले त मेरो श्रीमानलाई अभद्र व्यवहार म त श्रीमती भएको नाताले मैले पाउँछु होला भनेर गर्दाखेरि त्यो पनि मेरो जवाब दिएन तर त्यही हो यहाँ सबै राजनीतिक खेल के जसरी भए पनि सकाउनु पर्छ यसले आशिष मल्ललाई नसकाउने भने यहाँ अब 2 नम्बर धन्दा गर्न पाइन्न अवैध करसहरू खोल्न पाइन्न
अनि धेरै छ क्या यहाँ गाई तस्कर गोरु तस्कर गर्न पाइन्न यसलाई सक्नुपर्छ भने सबै राजनीतिक दलहरू लागि पर्नु भएको छ शासन कार्यालय अगाडि आएर तपाईँले चाहिँ अभद्र व्यवहार गर्नु भएको नै हामीले त यहाँ त्यस्तो के पनि गरेन सिडिओ साहबलाई हामीले एकछिन के कुराहरू राख्नु छ बाइक मोटरसाइकलहरू सामानहरू यहाँ धेरै चोरी भइरहेछ त्यो विषयमा हामी यो पीडितहरू जो चोरी भएको मान्छेहरू हुनुहुन्छ नि सबै समेटेर र के साथीभाइहरू सबै आएको थियौँ आएपछि हामीले हाम्रो चाहिँ सोच के थियो भने चाहिँ यो गोलो घरमा मिटिङ बसेर एकछिन सर 2-4 क्वेसन गरौँला अनि हामी गइहालौँला भन्ने हाम्रो सोच हो अन्त त्यसपछि चाहिँ हामीले भन्दाखेरि चाहिँ पछि माथि बोलाउनु भयो 5-6 जना माथि आउनुहोस् भनेपछि हामी 7-8 जना माथि गयौँ जान लागेको थियौँ अनि पछि माथि लगभग सिडिओ साहबको रुमको यतातिर जाने क्रममा सायद सिडिओ साहबहरू एसपी साहबहरू निस्किहाल्नु भयो अर्को कार्यक्रममा चाहिँ जाँदै हुनुहुन्थ्यो उहाँहरू सायद म कार्यक्रममा जाँदैछु भन्नुभएको थियो एसपी साहबले हजुर अनि पछि जाने क्रममा सट्ट गाडीमा चढेर सट्ट अगाडि अलिकति अगाडि यहाँसम्म जानुभयो गएपछि अनि ठ्याक्क रोकेर अनि पछि फेरि ल्याउनुहोस् ल म के पाउनुहोस् ल छिटो मलाई ढिलो भएको छ भन्नुभयो सिडिओ साहबले अनि हाम्रो आशिष राजाले त्यो पढेर सुनाइसकेपछि त्यसपछि ल 2.5-3 मिनट 4 मिनट जति सिडिओ साहबले समय दिनुभयो र बाँकी चाहिँ सिडिओ साहब आफ्नो कार्यक्रममा जानुभयो जान्छु भन्नु अनि हामीले चाहिँ सर एकैछिन 2-4वटा कुरा मात्रै राख्नु छ हामीले 5-10 मिनट दिनुहोस् 10-15 मिनट भनेपछि मलाई लेट छ म गयो ल तपाईँको बुझिसकेँ मैले ल अब त्यो दिनको कुराहरू त मङ्गलबारको थियो बुधबार बिहान के भयो त्यो प्रत्यक्षदर्शी तपाईँ हुनुहुन्छ बुधबार चाहिँ के भएको थियो भनेपछि जस्तै मैले एउटा त्यो स्नेहा होटल अगाडि एउटा मेरो बाइक हस्टु 20 पल्छ फागुनको 5 गते हराएको थियो अनि त्यस्तै बाइक मैले एउटा त्यहाँ भेटाएको थिएँ त्यो भेटाउने क्रममा मैले प्रहरीलाई बुझाइदिएको थिएँ त्यो बाइक पनि चोरी भएको बाइक रहेछ कि हजुरको बुझाइदिएँ तपाईँले आफैले प्रहरीलाई बुझाउनु भयो मैले आफै प्रहरीलाई बुझाइदिएँ अनि त्यसमा मेरो पासहरूको अलिकति चिन्ह थियो कि